नमस्ते एन्ड वेलकम टु एससीएस भ्लग्स। साथीहरू फेरि म आज हजुरहरूलाई चाहिँ एउटा नौलो ठाउँमा लिएर जान खोज्दैछु। मेरो लागि नौलो है, अब अरू तपाईँहरू जहाँ गइसक्नु भएको छ होला। सिरुबारी भन्ने कुराकानी छ, म अहिलेसम्म गएको छैन। सिरुबारी चाहिँ राम्रो छ, घुम्न योग्य छ भन्ने चाहिँ सुनेको भएर एकचोटि जाउँ भन्ने कुराकानी भयो। मेरो एकजना साथी हुनुहुन्छ, उहाँले पहिला चाहिँ गएर मैले उहाँलाई पिकअप गरेर लिएर जान्छु अनि बिचमा हामी खाजासाजा खाएर अनि फेरि हामी बाटो तताउँछौँ है त। ल साथीहरू फेरि पुनः म तपाईँहरूलाई चाहिँ जोड्छु है त। ल साथीहरू, हाम्रो इष्टमित्रलाई हामीले चाहिँ भर्खर रिसिभ गरियो। यहाँ चाहिँ उहाँको मिसेस त हुनुहुन्छ, बाबु त दोकानमा केही किन्दैछ। ल है त साथीहरू, अब हामी चाहिँ बिचमा बाटोमा गएर खाजा खाइन्छ, त्यसभन्दा पछाडि हामी चाहिँ आफ्नो बाटो तताउने कुरो छ। ल साथीहरू, पुनः फेरि भेट हुन्छ है हाम्रोमा। बिचबिचमा चाहिँ तपाईँहरूलाई जोडिरहन्छ है त। ल साथीहरू, हामी चाहिँ भालु पहाडमा आइपुग्यौँ। अब हामी केही समय यहाँ विश्राम गरेर अनि अलिकति उता नौडाँडामा गएर खाजा खाएर फेरि हामी चाहिँ गाउँतिर लागिन्छ। यहाँ चाहिँ भाइहरू हुनुहुँदो रहेछ। यसमा चाहिँ पहिला त इन्ट्री फी थिएन, अहिले त 10 रुपियाँ इन्ट्री फी। भाइहरूले चाहिँ इन्ट्री फी लिनुहुँदो रहेछ। यहाँ चाहिँ म्याडम हाय छोरीको लागि चाहिँ मुनाई भ्लग्स। यहाँ म्याम यता हुनुहुन्छ भने हाम्रो चाहिँ यो कथाको मेन पात्र उहाँ हो। मेन पात्र उहाँ हो। ल हामी माथि चढ्यौँ। ल हिँड, त्यहाँ पनि जाने हो अहिले हामी। ऊ त्यो देखेछ नि, टुप्पो त्यसै हो जाने अहिले। उहाँ माथि है। ल यो भालु पहाडको दृश्य। तर एउटा कुरा चाहिँ के कुरा थाहा भयो भन्दा यहाँ नयाँ एउटा चाहिँ बस्ने ठाउँ रहेछ, पार्क जस्तो। ल हाम्रो कथाको पात्रहरू आउँदैछन् नि। अनि हामी चाहिँ बाटोमा म खिचेर देखाइरहेको छु। मुनाई भ्लग। अनि ल खाँदै खाजा खाने, खाजा खाएर अनि बल्ल निस्किनु। लो हामी चाहिँ घुम्दै फिर्दै ठ्याक्क यो माझ कटेरी भन्ने ठाउँमा यसमा छ। ल हामी यहाँ फोटो खिच्दैछौँ। म तपाईँलाई सिनेरीहरू देखाउँछु है। एकचोटि यहाँ म्याडमसँग बसेर फोटो खिच्नु। यहाँ फोटो खिच्दै हो। अब हामी माथि एकचोटि गएर सर्रमा एकचोटि घुमाउँछु।
हजुर यो माछ कटेरी मासु भन्छन् हाम्रो पार्टी ल गाडी लाउने मान्छेहरू थकायो हामी चाहिँ सिरुबारी आइयो यो सिरुबारी गाउँ माथि टावर यो चाहिँ सिरुबारी ल सरले चाहिँ यसो कुरा गर्दै हुनुहुन्छ हामी चाहिँ सरलाई भेट्यो मेन पोखराबाट चाहिँ मेन हामी चाहिँ उहाँबाट फोन गर्दै सरले चाहिँ इन्स्ट्रक्सन दिँदा ठ्याक्क हामीले सरलाई भेट्यौँ अब हामी चाहिँ गाउँतिर प्रस्थान गर्छौँ है त गाउँतिर सोचियो My God. स्टोरी खिच्न मेरो वाओ व्हाट अ फ्लावर है चल ज्यादा नाटक के नि बाबाले अघि के चोर्नु भएको बाबा फ्लावर चोरेको होइन मैले त्यसको चाहिँ नसल जोगाउन खोजेको चल ल हामी चाहिँ अब हिँड्दैछौँ सरहरूले कता लिएर जान खोज्नु भएको छ है वाउ रमाइलो भइरहेछ गाउँघरमा आएर अलिकति पैदल यात्रा गरेन भने मजै नआउने के सबै आएपछि यहाँको अर्ग्यानिक खाना अनि अलिकति पैदल यात्रा नगर्ने भने त मजै नआउने पसिना भएर त पसिना सिरुबारी स्वागत गर्दछ यो के हो ल अब यहाँबाट तपाईँलाई म एउटा सिरुबारी स्वागत गर्दछ कति डोनेट गर्यो कति खर्च लाग्यो भने जाऊ चलो है कति डराउने के हौसँग नि कति प्यारो छ दिदीले हो मैले केही गरेँ यही बस्दै के रहेछ भन्छ हामी त्यो हिँड्न सकिन्छ यहाँ हिँड्न सकिन्छ किन यता सकिन्छ किन नसकिन्छ हो त्यहाँ माथि जानु मजाले सकिन्छ त्यहाँ जाने टावर त्यो हो सिरुबारी टावर हामी वहाँ टावर आलु पिरा ल यो चाहिँ गाउँको घर हामी होमस्टेमा छौँ Where
Where is my Samsung? अर्ग्यानिक खाना खाँदै हो यहाँ खाना पस्किँदै हुनुहुन्छ माडुले क्या रेडी भएर टक्क फेरि यहाँ लाइन गइदिएछ कि ठ्याक्क आएछ ल अब मेरो छोरीले यताबाट सर्भ गरिदिने अनि यताबाट हामी यहाँ बाहिर बसेर खाने खाना आयो खाना आयो खाना आयो खाना आयो छोरीले सर्भ गर्नु भएको छ खाना आयो हामी खाना खाने अब घाममा डर्न त कोही मान्दैनन् ल साथीहरू अब हामी चाहिँ यहाँ होमस्टेबाट निस्क्यौँ खानासाना खाइयो खाना खाएर अब एकैछिन गाउँ घुम्ने अनि गाउँ घुमेपछि फेरि हामी चाहिँ आफ्नो बाटो लाग्छौँ धेरै बेर समय छैन किन फर्किने हिसाबले आएको हामी है आऊ लिएर बाटोमा लिएर छैन दिदी म बाहिर पाउँ तै बाबु के लाने हो सबै बुझ्दैन के मैले सबै बुझ्दैन जुगुदी सिंगमलाई हामी घुमघाम कार्यक्रम चलिरहेछ छिरुबारी यहाँ चाहिँ गुम्बा छ यो चाहिँ सिद्धार्थद्वार निर्माण परिवार कति फोरियोस् काली गुम्बा रहेछ लाग्यो है त बाई 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 ल साथीहरू हामी त तल झर्नु लाग्यौँ एकछिन यसो गाउँतिर यता त्यता रातकी रानी यो यतिको यो रुखभरि फुल्नुपर्छ यो गाउँभरिलाई पुग्छ पुऱ्याउँछ ऊ त्यो अमृत होइन निगालो पनि रहेछ अझ यहाँ पनि रहेछ यति भएपछि त गाउँभरिलाई यहाँ त यत्रो ल हामी चाहिँ स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको चाहिँ यहाँ रहेछ शालिग उहाँले चाहिँ के रे होमस्टे सुरु गर्नुभयो नि यहाँ फर्स्ट टाइम राम्रो रहेछ
उहाँको नाम के अरे बाबा फेरि भन्नु रुद्रमान गुरुङ गाउँघर भनेको यस्तै यस्तै रहेछ यहाँसम्म धेरै घुम्ने गरेर बस्ने गरेर आउनु पर्दो रहेछ ल त हामी निस्क्यौँ फोटो खिच्नु पर्दैन नि अब जाने अँ सो ल अब हामी जाने यता ल हिँड छिटो आयो बाबु यहाँ डस्टबिन छ डस्टबिन हाल फोटो ओके we are here in the car near the car eh रमाइलो भयो हामी त यहाँ रामबजार आइसक्यौँ अहिले चाहिँ माथिबाट तल झरिसक्यौँ ल रङ साइडबाट झरेको अब सरहरू पनि छुट्न लाग्नुभयो सर जान लाग्नुभएको छ ल मेरो च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गर्दै गर्नु होला है बाई बाई